हेलो साथीहरू, सेवा स्वागत छ तपाईँहरूलाई मेरो छोटो भिडियोमा। आयो हजुर सन्चै हुनुहुन्छ होला। म नि एकदमै आरामै छु। अनि यो भिडियो चाहिँ मेरो हिजोको भिडियो हिजो चाहिँ सन्चो नभएको कारणले गर्दाखेरि मैले बनाएन अनि आज बनाउँदैछु। अनि हिजो चाहिँ बुधबारको दिन बजार भन्दाखेरि पनि मम्मीहरूको काम थियो र म नि मम्मीहरूलाई पछ्याउँदै गएको। अनि हिजो चाहिँ कत्रो पानी परेको के त्यही नै अब चाहिँ पानी झरीमै पनि हिँड्दै लाग्यौँ। अनि जाँदै गर्दाखेरि आधी बाटोमा चाहिँ पानी नि रह्यो अनि हामी चाहिँ गफ गर्दै चोकतिर लाग्यौँ। अनि आमा छोरी चाहिँ गाडी चढेर बजारतिर फेरि लाग्यौँ। अनि निनी चाहिँ तल हामीलाई पर्खिरहनु भएको थियो अघि पुगेर। अनि मम्मीहरूको चाहिँ काम पनि भएन अनि त्यो पनि बजार आइसकेपछि चाहिँ अलिअलि घरको सामान त लानै पर्ने हुन्छ नि त। अनि हामी सामान किन्नतिर गयौँ। अनि मलाई चाहिँ यो घाम बेसी लागेर क्या टाउको दुखेर भिडियोहरू धेरै खिच्न पनि पाइनँ। अनि त्यही भएर अनि सामानहरू किनिसकेर अब चाहिँ घर जानुपर्ने हुन्छ नि त। अनि हामी चाहिँ गाडी चढेर लाग्यौँ। तर गाडी चाहिँ चल्यौँ फेरि बजारतिरै ल्याएर चाहिँ मान्छेहरू पर्खिरहनु भयो के। अनि फेरि त्यो दुईजना आन्टीहरू पनि हुनुभयो अनि हामी चाहिँ घरतिर लाग्यौँ। अनि अब चाहिँ हामी हिँड्दै घर जानुपर्ने हुन्छ। अनि हाम्रो चाहिँ भारीहरू अनि आजलाई चाहिँ यति नै। बाई बाई।